उमेरमा ठुलो छ भन्दैमा त्यसलाई रेस्पेक्ट गर्न बन्द गरिदेऊ। बचपनदेखि ठुलो उन्जेलसम्म हामीलाई यही कुरा सिकाइन्छ कि यदि कोही व्यक्ति हामीभन्दा उमेरमा ठुलो छ भने हामीले उसलाई रेस्पेक्ट गर्नुपर्छ। यसले केही फरक पर्दैन कि त्यो व्यक्तिले तिमीलाई के भन्छ, तिमीलाई कस्तो व्यवहार गर्छ र उसको सोच कस्तो छ। तिमी उसको अगाडि बोल्न सक्दैनौ, उसलाई क्वेसन गर्न सक्दैनौ, चाहे उसले तिमीलाई इन्सल्ट नै किन नगरेको होस्। के हुन्थ्यो यदि कोही अङ्कल आएर तिमीलाई तिम्रो अनुहारको मजाक उडाउँछ या कोही आफन्तले तिमीलाई आफ्नो बच्चासँग कम्पेयर गर्छ र तिमीलाई मानसिक तनाव दिन्छ। त्यसपछि पनि के त्यो व्यक्तिले रेस्पेक्ट डिजर्भ गर्छ? हाम्रो समाजको मानसिकता कस्तो छ भने यहाँ एजलाई विस्डमसँग कम्पेयर गरिन्छ। उनीहरूलाई लाग्छ कि कोही व्यक्ति उमेरमा ठुलो हुँदैछ भने त्यो त्यति नै समझदार हुँदैछ। तर मेरो नजरमा यो कुराको कुनै लजिक छैन। कुनै पनि मानिस कति धेरै समझदार छ, वाइज छ भन्ने कुरा उसको सोच र उसको लाइफस्टाइलमा बेस हुन्छ। हुनसक्छ कोही व्यक्ति 30 वर्षको उमेरसम्म रक्सी खाएर आफ्नो श्रीमतीलाई पिट्छ, या कुनै 50 वर्षको व्यक्ति जसलाई लाग्छ केटी मान्छे भनेको घरको चुलो सम्हाल्ने जात हो। यी व्यक्तिहरूको उमेर धेरै भइसक्यो, यिनीहरू एजुकेटेड पनि छन् र यिनीहरूले आफ्नो लाइफमा एक्सपिरियन्स पनि गेन गरेका छन्। तर पनि के यिनीहरू त्यति नै समझदार छन्? हामीलाई सधैँ यही कुराको डर लाग्छ कि यदि हामीले उनीहरूको रेस्पेक्ट गरिनौँ भने उनीहरूको नजरमा हामी एउटा नराम्रो व्यक्ति बन्छौँ। बस यही कारणले तिमी उनीहरूको सबै कुरा मान्छौ। अब यसको यो मतलब होइन कि तिमी कसैलाई रेस्पेक्ट नै नगर, तिमी उनीहरूसँग झगडा गर्न थाल या उनीहरूलाई गाली गर्न थाल। मैले भनेको यति मात्र हो कि तिमी बस नाइ भन्न सिक। तिमी शान्त बस, बर तिमी जहाँ बोल्नुपर्ने हुन्छ त्यहाँ तिमी साइलेन्ट नबस। र यो कुरा आफ्नो दिमागमा राख कि यदि कोही व्यक्ति उमेरमा ठुलो छ भन्दैमा त्यो त्यतिकै समझदार छ भन्ने हुँदैन।